नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। प्युठानमा भएको आगलागी घटनामा 2 बालबालिकाको मृत्यु भएको छ। प्युठानको गोमुखी गाउँपालिका वडा नम्बर 3 रजवाडाका स्थानीय रमेश राणाको गोठमा आगलागी हुँदा उनका 7 वर्षीय छोरा हिमाल राणा र 3 वर्षीय छोरी चन्द्रकला राणाको मृत्यु भएको हो। बुधबार बिहान घरमा अभिभावक नभएका बेला आगलागी भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 1 टिकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बुधबार नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टिकापुर नगरपालिका वडा नम्बर 10 बस्ने 60 वर्षीय पद्मा साउदको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। मोटरसाइकल सहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 7 जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले आज दिएको तथ्याङ्क अनुसार पर्सामा 4, बारामा 2 र सर्लाहीमा 1 जना संक्रमित फेला परेका हुन्। यो सँगै प्रदेश 2 मा कोरोनाका कुल संक्रमितको संख्या 17,272 पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट 209 जनाको मृत्यु भएको छ। प्रदेश 2 मा 16,998 जना संक्रमणबाट मुक्त भइसकेका छन्। अहिलेसम्म 1,47,341 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 12वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रदेश 2 मा हाल 65 जना सक्रिय संक्रमित रहेका छन्। उप प्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन पुरानो सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ। बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तर्क्रियामा उप प्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा पुरानो सोच प्रमुख समस्याका रूपमा रहेको बताउनु भएको हो। समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उहाँले बताउनु भयो। त्यसैले निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको बताउनु भयो। कर्मचारी तन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उप प्रधानमन्त्री पोखरेलले बताउनु भयो। सङ्घीय मामिला पर्दछ भन्ने म यहाँहरू समक्ष राख्न चाहन्छु। त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ। हामी परिणाममा भन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ, जसले एउटा विडम्बनापूर्ण एउटा परिणाम हाम्रो अगाडि निरन्तर ल्याइरहेको छ। बढ्ने भन्दा पनि अड्ने, यो बढ्ने भन्दा पनि अड्ने कुरालाई ध्यान दिएको जस्तो लाग्छ। यस्ता कमी कमजोरीलाई हटाउनको लागि कर्मचारी तन्त्रमा समय सापेक्ष हुने गरी सोच परिवर्तन ल्याउनै पर्छ। शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उप प्रधानमन्त्री पोखरेलले बताउनु भयो। कार्यक्रममा मुख्य सचिव शङ्करदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताउनु भयो। सामान्य प्रशासन सङ्घीय निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन। यसलाई सकारात्मक बनाउने काम हाम्रो हो। निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो। हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो। अनुशासित, मर्यादित रूपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शी ढङ्गले निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको पनि मुख्य सचिव बैरागीले बताउनु भयो। देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उहाँले बताउनु भएको थियो। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्र राज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएका नेता गुमाएको बताउनु भएको छ। स्वर्गीय नवीन्द्र राज जोशीको निधन भएको 13औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा भएको श्रद्धाञ्जली सभामा सभापति देउवाले
स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताउनुभयो। उहाँले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टी हाँक्ने नेता गुमाउनु परेको बताउनुभयो। तपेन्द्र जोशी पार्टी सम्हाल्न सक्ने नेता आज हाम्रो बिचमा हुनुहुन्न। मेरै क्याबिनेटको मन्त्री पनि हुनुभएको हो। अत्यन्तै मेहनती मन्त्री हुनुहुन्थ्यो उहाँ। आफ्नो मन्त्रालय प्रसङ्गमा सभापति देवालले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताउनुभयो। उहाँले नेता कार्यकर्तालाई आफैलाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। नेपाली काङ्ग्रेस सङ्कटमा हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहँदैन। नेपाली काङ्ग्रेसको ऐतिहासिक जिम्मेदारी छ, भूमिका छ, सबै हामी निभाउँदै गएका छौँ। पार्टी जित हारले सङ्कटमा धेरैपल्ट हामी हारेका छौँ, धेरैपल्ट जितेका पनि छौँ। त्यसै कारणले हामीले डिमोरलाइज हुने काम छैन, आफैलाई कमजोर गर्ने काम पनि छैन। त्यसैले हाम्रो पार्टी सङ्कटमा हिजो पनि छैन, आज पनि छैन, भोलि पनि रहँदैन। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपूरणीय क्षति भएको बताउनु भएको थियो। एमनेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। एमनेस्टी इन्टरनेसनलले बुधबार सन् 2020 र 21 को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनकारी तथा अधिकार कर्मीहरूमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो। प्रतिवेदनमा नेपाल सरकारले नेपाल विशेष सेवा विधेयक मार्फत न्यायिक अनुमति बिना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख छ। नेपाल विशेष सेवा विधेयक संसदको माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन अवस्थामा रहेको छ। सूचना तथा सञ्चार मन्त्रालयले पर्याप्त कानुन सुरक्षा बिना नै अधिकारीहरूलाई व्यक्ति तथा संस्थामाथि निगरानी गर्ने, सूचना सङ्कलन र अभिलेख गर्ने गरी फराकिलो अधिकार दिने प्रावधान सहितको दूरसञ्चार सम्बन्धी विधेयक मस्यौदा तयार पारेको विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारले प्रस्ताव गरेको आम सञ्चार विधेयक, मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकमा संशोधन नभए नागरिकको अभिव्यक्ति स्वतन्त्रता घट्ने उल्लेख गरिएको छ। त्यस्तै पत्रकार लगायत दर्जनौं व्यक्तिहरूलाई गलत सूचना फैलाएको वा कोभिड-19 महामारी सन्दर्भमा सरकारको आलोचना गरेकोमा पक्राउ गरेको र 30 वटा भन्दा धेरै वेबसाइट बन्द गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। 2020 मा विभिन्न तपाईको विरोध प्रदर्शनका क्रममा चाहिँ मानवाधिकार रक्षकहरू गिरफ्तारी पर्नुभएको अवस्था छ। यसमा हामी 2020 को जनवरीको बेलामा चाहिँ सभामुख ज्यूको शपथ क्रममा चाहिँ हामी आफै पनि एक खालको विरोध गरिरहेका थियौँ। त्यतिखेर हामीलाई पनि गिरफ्तार गरेका थियो। पछि अरू अहिले नागरिक अभियन्ताहरू पनि गिरफ्तारमा पर्नुभएको थुप्रै घटनाहरू हाम्रो सामु छ। अत्यधिक बलको प्रयोग सत्तारूढ दलले द्वन्द्वकालीन अपराधमा संलग्न भएकाहरूलाई पूर्ण र स्वतन्त्र अनुसन्धान बिना शक्तिशाली पदहरूमा नियुक्ति गर्ने कार्य जारी राखेको पनि प्रतिवेदनमा उल्लेख छ। अक्टोबरमा राष्ट्रिय मानवाधिकार आयोगले 286 जना आरोपित पीडक व्यक्तिहरूको माग सार्वजनिक गरेको भए पनि सरकारले कारबाही नगरेको पनि उल्लेख छ। नेपाल प्रहरीमा 2100 भन्दा धेरै बलात्कार र यौन हिंसाका घटनाहरूका बारेमा उजुरी परेको र त्यसका पीडितहरू बालबालिका र दलितहरू रहेको उल्लेख गरिएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको देशभरि रहेका पदाधिकारीहरूको सदाचारितामा प्रश्न उठाएको छ। संघीय संसद प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको नक्सालको बाल मन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि संगठनको पदाधिकारीहरूको सदाचारितामा खोट देखाएको हो। समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल संगठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शिता, सम्झौता गरेको, संगठन आफैसँग चल अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ। बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बाल कल्याण समिति र महिला बालबालिका मन्त्रालयमा
पठाउने बताउनुभयो। घर परिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनु पर्ने सुझाव समेत दिएको छ। भ्याक्सिन उत्पादन गर्ने विश्वकै ठूलो भारतीय कम्पनी सेरम इन्स्टिच्युटलाई आर्थिक अभाव भएको छ। अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप कोभिसिल्ड उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विश्वमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पुनावालले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको जानकारी दिनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिडका बिरामीको सङ्ख्या हत्तै बढेपछि गत महिना अस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो। उनले कम्पनीले आफ्नो क्षमता बढाउन 40 करोड 80 लाख डलर थप आवश्यक परेको जनाएका छन्। सेरम इन्स्टिच्युटले कोभिसिल्ड खोप प्रतिदिन 20,000 डोजभन्दा बढी उत्पादन गरिरहेको छ। यो खोप भारतमा अनुदानको रूपमा प्रति डोज करिब 150 भारतीय रुपियाँमा उपलब्ध गराइरहेको छ। तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गरेको छ। सेरमले विश्व स्वास्थ्य सङ्गठनको अग्रसरतामा स्थापित कोभ्याक्सलाई 20 करोड डोज खोप उपलब्ध गराउने सम्झौता समेत गरिसकेको छ। लुम्बिनी प्रदेशमाथि 8 विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्स कप T20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफसँग भेट पक्का गरेको हो। यससँगै फाइनल पुगेका टोली द्वै एपिएफ र सुदूरपश्चिमले एक खेल अगावै अन्तिम 2 मा स्थान बनाउन सफल भएका हुन्। सुदूरपश्चिमले फाइनलमा स्थान बनाउनका लागि बुधबार लुम्बिनीले दिएको 73 रनको लक्ष्य सुदूरपश्चिमले 12 ओभर 3 बलमा 2 विकेट गुमाएर पूरा गरेको हो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले 20 ओभरमा 9 विकेट गुमाएर 72 रन बनाएको थियो। प्रतियोगितामा बिहीबार 2 खेल हुनेछन्। पहिलो खेल ललितपुर मेयर्स 11 र प्रदेश 1 तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपिएफ बीच प्रतिस्पर्धा हुनेछ। हस्त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।